भनेपछि अब यतिसम्म बुझ्यो हामीले फरक अर्थ बुझाउने भन्ने पनि हुन्छ है, फरक अर्थ बुझाउने भन्ने हुन्छ। हामीले यति बुझ्यौँ, श्रुतिको अर्थ सुनाइ, समको अर्थ बराबर, नाटक अर्थ फरक अर्थ भन्ने यहाँसम्म बुझ्यो भने अब हामीले यसैबाट के लेख्न सक्छौँ, आन्सर लेख्न सक्छौँ। कसरी भने श्रुति संविधानिक शब्द भनेको के हो भन्यो भने हामीले के गर्नु त, सुन्दा बोल्दा एउटै लाग्ने अनि अर्थ छुट्याउँदा चाहिँ के गर्दा त्यसले फरक अर्थ दिन्छ भनेको के हो त, श्रुति संविधानिक हो। यो चाहिँ सजिलो सामान्य भाषामा, हाम्रो बोलीचालीको सामान्य भाषामा भएको है, होइन भने के गर्दा भन्दाखेरि अर्थ लेख्नुबाट के लेख्छौँ भन्दाखेरि लेख्दा वर्ण विन्यास, वर्ण विन्यास, लेख्दा वर्ण विन्यास वर्ण विन्यास र अर्थ छुट्याउँदा, लेख्दा वर्ण विन्यास र अर्थ छुट्याउँदा, अर्थ छुट्याउँदा छुट्याउँदा फरक फरक अर्थ दिन्छ भने त्यस्ता शब्द के हो त, त्यस्ता शब्द श्रुति संविधानक शब्द हुन्। त्यस्ता शब्द श्रुति संविधानक शब्द हुन् है त। हामीले सामान्य भाषामा के भनेको छौँ भन्दाखेरि बोल्दा, हामीले मुखले बोल्दा र सुन्दा चाहिँ के गर्छ भन्दाखेरि उस्तै लाग्ने है, हामीले उच्चारण गर्दा बोल्दा सुन्दा चाहिँ उस्तै लाग्ने, तर त्यसको फरक अर्थ छुट्याउँदा चाहिँ त्यसले के गर्छ, फरक अर्थ दिन्छ है, सेम अर्थ नदिएर फरक अर्थ दिन्छ भनेको छ। त्यसमा तपाईँले कुनै श्रुति संविधानक शब्द जान्नु भएको छ तपाईँहरूले भने कसलाई थाहा छ है। हाम्रो कुनैमा चाहिँ वर्ण विन्यास एउटै हुन्छ, कुनैमा चाहिँ फरक हुन्छ है। कसैलाई थाहा छ भन्नुहोस् त, थाहा छ भने